सम्पूर्णमा नमस्ते एन्ड वेलकम छ मेरो न्यू भिडियोमा। र आज चाहिँ विशेष गरी नेपालीहरूको महान चाड विजय दशमीको दिन रहेको छ। हामी चाहिँ आज परदेशमै भए पनि हामी दाजुबहिनीहरू भेटघाट गरेर आजको हाम्रो चाहिँ यस्तो व्यवस्था हुँदैछ। साथीहरू यसो बहिनी भाइहरूले बनाएर ल्याएछ। अब आइटमहरू अलिअलि छ, धेरै आइटमहरू छ। यहाँ बिस्तारै बिस्तारै हामी चाहिँ भर्खर भेटघाट गरेर हामी चाहिँ सुरुवात गर्दैछौँ। अब आजको दिन चाहिँ हामी यसरी नै बिताउनेछौँ। अब रोशन भाइ, सरू बहिनी र अहिले चाहिँ ठ्याक्कै भन्नुपर्दा हामी मलेसियाको यो पेनाङ स्टेटको यो क्विन्सवे भन्ने ठाउँबाट हजुरहरूमा यो भिडियो बनाउँदैछु। हेर्दै जानु होला के कस्तो छ आजको एक्टिभिटीहरू, आजको दिनहरू। ए भइहाल्छ ल। प्लस साथीहरू हाम्रो चाहिँ आज विजय दशमीको दिन, यो दसैँको दिनमा चाहिँ हामी भाइ बहिनीहरूसँग भेटघाट गरेर यो ड्राई पिकनिक जस्तो तरिकाले हामी चाहिँ क्विन्सवे पछाडि खाँदैछौँ है। अब खाना लागेछौँ है साथीहरू। हाम्रो चाहिँ यस्तै छ, एकदम सिम्पल छ। गेडागुडीको सब्जी, मासु चाहिँ के लेखेको छ, बफको मासु होला। अनि गुन्द्रुकको अचार, गुन्द्रुकको सब्जी भनौँ न, सिन्कीको सब्जी। त्यो चाहिँ चाम्रेको चाहिँ एकदम फेरि साथी है यो गुन्द्रुक भन्ने चाहिँ, त्यही भएर गुन्द्रुक चाहिँ मस्ट हुनु पर्यो चाम्रेको साथमा। बिचरा यहाँ काग पनि तिनजनै बसिरहेको रहेछ, हामी पनि तिनजना, यहाँ काग पनि तिनवटा कागै बसिरहेको रहेछ। यहाँ पनि दिनुपर्छ उ त्यो भुजा अहिले त्यहाँ निकालेर दिनुपर्छ। यता बफ आइटम होला यति हो। हामी गुन्द्रुक, गेडागुडी, बफ, भुजा, चिउरा, उता चटपटेहरूको सामान छ। पछि खान्छौँ हामी त्यो चाहिँ। हामी धेरै आइटम पनि बनाइएको छैन, थोरै थोरै यस तिनजनालाई इनफ हुन्छ। यो चाहिँ मुर्राको मासु है साथीहरू। यो हाम्रो नेपालबाट यो नेपाली भाषामा भन्दा मुर्रा भन्छ, तर यो राँग हो खासै। यो अफ्रिकन राँग होला, नेपाली राँग परेन। यो अफ्रिकाको कता कता पाउँछ राँग। पिरो कालीला, पिरो पिरो छ एकदम। चाहिँ फाइनल हो हाम्रो। अहिलेको 1 लट 2 लट खाएर यो चाहिँ तेस्रो लट हो। अब यति सकेर चाहिँ हामी रुम फर्किन भन्दैछौँ। यो चटपटे अझै पनि सामानहरू यहाँ टन्नै उब्रिएको छ। अब बेलुका खाना बनाउनु पर्दैन, सब्जीहरू छँदैछ। रुम लगेर जानुपर्छ, साथीहरूले खानुहुन्छ होइन। हाम्रो आजको दसैँ पनि ल साथीहरू यसरी नै बित्यो। दिनभरि मस्त घाम लाग्यो, तर यहाँ बस्दा चाहिँ एकदम शीतल नै थियो। अब हामी चाहिँ यो खानपान गरिसकेपछि हामी रुमतिर फर्किन्छौँ है ल। अनि आजको हाम्रो दसैँ चाहिँ कस्तो भयो भाइ? मिठो मिठो पिरो पिरो होइन। भान्से चाहिँ यता हो, बहिनीले बनाएको आइटमहरू हामीले चाहिँ खायौँ आज। चाम्रे, गुन्द्रुक, मासु, त्यस्तै त हो। अहिले यहाँ चटपटी बुकाउँदैछौँ। अब यति खाएर चाहिँ हामी दसैँ, आजको दसैँ, अब लगभग यो वर्षको दसैँ अब यसरी नै समाप्त हुनेछ है साथीभाइहरू। कोसेली लिएर फेरि फर्किँदैछ। मैले ती पठाएको कोसेलीहरू अझै टन्नै बाँकी छ खानालाई। उता भाइले बोकिरहेको छ। त्यहाँ समुद्रको पनि बेहाल भएको छ, पुरै पानी सुकेर उता मात्रै रहेछ। 5 बज्न लागिसकेको छ, अझै पनि घाम त टन्टला पुरै लागिरहेछ है साथीहरू। तर त्यस्तो गर्मी दिउँसो चाहिँ भएन हामीलाई, यस ठिकै भयो, शीतल नै थियो बस्नलाई। अब हामी एकछिन यताउति घुम्छौँ, त्यस पछाडि फेरि आफ्नो आफ्नो रुमतिर फर्किन्छौँ है साथीहरू। कति साह्रो काग हो। आज दसैँ हो, त्यही भएर पचिहाल्यो जति खाए पनि होइन साथीहरू। यो उता क्विन्सवे मल रहेको छ, यता पनि यो क्विन्सवेकै भनौँ न। ठुलो छ यहाँ पनि बिल्डिङ चाहिँ, भिआइपी। यता साइडबाट ल। हाम्रो आजको दसैँ पनि एकदम राम्ररी नै बित्यो साथीहरू। खाएको पत्ता पर्दैन, धेरै खाइयो।